छैन हाम्रो चाहिँ लन्च टाइम भइसक्यो थपी थपी हुनुहुन्छ सो हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। तो गाइस आज हामी जाँदैछौँ धान रोप्न है। ल यो धान रोप्ने हाम्रो टिम हो है। ल गाइस हेर्न सक्नुहुन्छ होइन। तो गाइस होइन हामी चाहिँ आइसकेका छौँ खेतमा होइन। दिदीहरूले पुरा बिउ रोप्दै हुनुहुन्छ अनि अब होइन कुछ टाइममा एकैछिनमा हाम्रो रोपाइ सुरु हुँदैछ होइन। तो गाइस होइन आमा कति सालपछि अरे रोप्न आएको? यो 13 साल भयो मैले आज पहिलोचोटि रोप्छु। कस्तो रोप्छु अहिले भिडियो गराएर देखाउला। होइन मम्मीले चाहिँ 13 सालपछि रोप्न आउँदै हुनुहुन्छ होइन। मस्त होइन हावा चलिरह। मेरो चाहिँ माइक नहुँदाखेरि अलि साउन्ड चाहिँ एकखेट आयो हेर्न सक्नुहुन्छ। चाहिँ धेरै वर्षपछि अहिले होइन अब ट्र्याक्टरले जोत्ने क्रम भइरह है। हिरा भाइ हाम्रो हिरा भाइ चाहिँ आली लगाउँदै छन्। चाहिँ ट्र्याक्टरले जोत्दै हुनुहुन्छ। तो गाइस एकैछिनमा होइन हाम्रो चाहिँ रोपाइ सुरु हुँदैछ। म हजुरलाई रोपाइ सुरु भइसकेको भिडियो। तो गाइस होइन आजको रोपाइ चाहिँ सुरु भइसक्यो है। हेर्नुस् है यत्रो सानो सानो छ धानको बिउ पनि। भाउजू तपाईँले कति टाइममा रोप्न सिक्नु भएको? भाउजूको त आवाज पनि आएन यार। लगाएको छैन हाम्रो चाहिँ दाइहरू उता हुनुहुन्छ। अब चाहिँ हिलै हिलो है। अनि आजको रोपाइ चाहिँ कस्तो हुन्छ म तपाईँलाई सबै बताउँछु है। ल गाइस आज चाहिँ हाम्रो पुरा धान रोपाइ छ। जाको जा रोप्न जाको के बोल्ने त? ल ल गर है दिपे चाँडै गर। अलि ला राम्रो अलि ला राम्रो अलि ठियाएर काम गर राम्रो गर्दैछौँ। हेर्नु चाहिँ मैले बिउ सार्दैछु। अब मैले रोप्नमा सुरु भइछु। अब फटाफट लाने रोप्नमा अब देख्नुहोस् तपाईँले कस्तै गरेर राम्रोसित हाम्रो भिडियो निकालिदिनुहोस्। हामी रोप्न सुरु गऱ्यौँ। पुगेको होइन अरू चाहिँ हाम्रो यो खेत यता गर्दैछौँ होइन। बडो मलाई अचम्मको कुरा लाग्यो क्या होइन। यहाँ रोप्दैछौँ है यहाँबाट आएर पानी बन्द गरिदिन्छन् क्या एकदमसँग। हेर्नु त यो मलाई समझमा आउन किन अहिले यसरी पानी बन्द गरिदिन्छन् त्यहाँ आएर। रोपाइ छ उता रोपाइ छ हुन्छ नि त। गएको पानी त गएको छ नि होइन। कम्प्रोमाइज गर्न सिक्ने हो नि। अब त्यसरी मान्छे बुढो मान्छेलाई भन्नु त के भन्ने यस्तो गरेर पनि हुन्छ। यहाँ लडाइ भइहाल्छ पानीको चक्करमा है। त गाइस होइन यहाँ पुरा चाहिँ हाम्रो होइन के अरे के उठाउँदैछन्। यहाँ चाहिँ साइला बुवाले दबाई हाल्दै हुनुहुन्छ। यो चाहिँ धानलाई अलि राम्रो बनाउनु तपाईँ होइन। के गर्ने बट यस्तो रोप्दा रोप्दै यहाँ आएर पानी बन्द गरिदिन्छन्। हेर्नुहोस् अब के भने लौरै ल्याएर बस्छ क्या मान्छे। यस्तो यो पाप गरेको हो कि दया गरेको हामीलाई थाहा छैन है। कस्तो लाग्छ हजुरले कमेन्ट पुगेको छैन। हाम्रो चाहिँ लन्च टाइम भइसक्यो। हाम्रो ठुली मम्मी चाहिँ पुरा चाहिँ दिदीले खाना बनाएर हिरा भाइ खाना पुग्यो। चाहिँ दिदीहरू चाहिँ खाना खाएर बस्नुभयो। भाइरल दाइ चाहिँ यहाँ हुनुहुन्छ है। यहाँ चाहिँ भाइरल भइसक्नु भयो। थपी थपी एकचोटि अरू थपिदिनु दिदी। हाम्रो साइले मुस्कुराउँदै हुनुहुन्छ भाइ। चल्दैछ होइन। अब हामी चाहिँ गयौँ आली काट्न। मालदाई मुस्कुराउँदै हुनुहुन्छ। अब आज आली काटेर होइन मालदाईलाई फेमस गरिदिनु पर्छ। ल यस अब म चाहिँ काम गर्न लागेँ होइन। अब अरू भिडियो अब जाने बेला। तो गाइस होइन यो हाम्रो लास्ट क्लिप है। त्यसै गरी देख्न सक्नुहुन्छ होइन। माथिबाट धान रोप्दै ल्याएर यो हो हाम्रो। त्यसपछि एउटा छ लास्ट के अरे गरो खेत। तो आज कतिको मजा आयो त साइलेमा?
एकदम बढिया एकदम बढिया भयो मजा आयो ल ल यो त सबैलाई मजा आयो आज धान रोप्न भाउजूलाई मजा आयो ल आमालाई मजा आयो मैले त 11 सालमा रोपाइ गरेँ कि मलाई त एकदम खुसियाली मजा आयो र धेरै सालमा रोपाइ गर्दा पनि खुसी हुने है है अनि हाम्रो भाइलाई चाहिँ कतिको मजा आयो त आज हाम्रो मालदाई चाहिँ होइन धेरै नै कोदालो खनिराख्नु भएको छ जेठाबाले स्कुल जा भन्दाखेरि कहाँ जानु पर्दै लगाएछ होइन यस ब्लगको हामीले यहीँ खतम गर्छौँ है यहीँ समाप्त गर्छौँ कस्तो लाग्यो आजको हाम्रो न्यू ब्लग अनि नयाँ जग्गा अनि नयाँ ब्लग राम्रो लाग्यो हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला है आजको रमाइलो यहीँ समाप्त गर्छु थ्याङ्क यू धन्यवाद